अझ गाडी फिक्स गर्नु पर्यो भनेर आफै ट्राई गर्न लाग्यो यहाँ गाडीमा एयर चेक आएको आइगऱ्यो एयर चेक आयो अनिखेर हावा पनि हालियो तर पनि यो एयर चेक चाहिँ जाँदै गएन अनि त्यो भएर आज के भएछ गाडीमा भनेर हेरेको त एउटा किला ठोकेछ किला पनि राम्रैसँग परे जस्तो छ यहाँनिर अनिखेर उयोलाई झिकेर अनिखेर फिक्स गर्नु पर्यो भनेर खोजेको यहाँ गुगल गरेको एमाजोनमा यहाँनिर राम्रो किटहरू रहेछ भनेर देखायो एउटा चाहिँ यहाँनिर यो चाहिँ नि के हो रहेछ यहाँभित्र हाल्ने त्यसमा एउटा लुब्रिकेन्ट रहेछ अनि यो चाहिँ भित्र हाल्ने कुरा रहेछ अनिखेर यो चाहिँ त्यसको त्यो पालमा राम्रोसँग चाहिँ नि होलमा क्लिन गर्ने कुरा रहेछ अब यो गरेर अनिखेर चाहिँ नि आज चाहिँ नि यो फिक्स गर्नु पर्यो भनेर हेरेको अब यो रहेछ अब यसलाई झिक्ने अनिखेर फिक्स गर्ने आज अनि हावाको पुच्काहरू आइरहेको थियो पानी हाल्यो भने त्यस्तैमा हो यहाँनिर आइरहेछ त्यो भएर आज राम्रोसँग पल पार्ने भनेर भन्दैछ यो चाहिँ यो हो यसको लागि चाहिँ यो एउटा झिक्ने यसको एउटा लुब्रिकेन्ट भन्दैछ हैन यो हालेपछि चाहिँ स्टिक यो त राम्रो लागेको जस्तो हुन्छ जस्तो छ यसलाई चाहिँ यहाँनिर अलिकति थिचेर चेप्टो पार्नुपर्ने रहेछ नपार्यो भने चाहिँ जाँदैन जस्तो छ झिकेर हाल्न त गाह्रै तान्नु पर्ने रहेछ त्यसमा त तान्यौँ आदि पुग्यो अब गरेपछि यसमा यो लुब्रिकेन्ट हालेर हालेर राख्यो यो लुब्रिकेन्ट हालेर राख्यो अब चाहिँ नि यसलाई यो किलालाई झिक्नु पर्यो यत्रो किला रहेछ यत्रो रहेछ यहाँबाट हावा जाँदैछ यहाँनिरबाट अब यसलाई यसले यहाँनिर हाल्नु पर्यो गाह्रो हुँदो रहेछ त
गाह्रो भयो त तार झिक्यो अनिखेर चाहिँ नि यहाँबाट टायर झिक्यो र अनिखेर यहाँबाट हाल्यो यहाँनिर हावा गएको छ कि छैन एकचोटि चेक गर्नु पऱ्यो यहाँ खोइ बबल्सहरू त आएको छैन हेरौँ के हुन्छ अब यो किलाले गर्दाखेरि आज लास्टै दुःख दियो यति जाऊ एउटा किलाले हजुर 28 भयो अब 30 बनाएर छोडिदिनु पऱ्यो के फाइनली चक्का पनि हालिसक्यो त्यो पानीको बबल पनि आएको छैन अघिको भन्दा बेटर पनि भयो अब हेरौँ लेट्स सी कस्तो हुन्छ भोलि बिहानसम्म हावा यत्तिकै बसिराख्यो भने चाहिँ ठिक भयो अनि भएन भने चाहिँ फेरि वर्कसपमा लाने अहिले त आजलाई यति नै